एक्सप्रेस जो जोगबनी से चलकर आनंद विहार को जाएगी, प्लेटफॉर्म संख्या 2 पर खड़ी है। सीमांचल सुपरफास्ट एक्सप्रेस रात्रिकालीन 8:45 पर प्लेटफॉर्म संख्या 2 से केदारनाथ आनंद विहार के लिए प्रस्थान करेगी। अब हामी जोगबनीमा आइपुग्यौं। सुपरफास्ट एक्सप्रेस में यात्रा करनी हो जोगबनी वेलकम टु जोगबनी। हाम्रो ट्रेन आउँदैछ। जोगबनी जाने मान्छेहरू सबै त्यताबाट आउँदैछन्। कता हो सोल्तिनीहरू एक्साइटेड हो? जोगबनीको यात्रा सुरु भयो। अब ल कस्तो लागिरहेको छ? ल हाम्रो यात्रा सुरु हुँदैछ। टुरिस्टहरू आउँदै हुनुहुन्छ। अरू कता जानुभयो? यता हिँड्दै हुनुहुन्छ। ल यात्रा सुरु भयो है। अब आफै कुल्ली, अब आफ्नो सामानको कुल्ली आफै। गर्मीले पाक्नु पाक्यो हो। हाम्रो ट्रेन राजधानी ट्रेनमा पस्यो। एसी भएर अलिकति सजिलो भयो। तिमी वेलकम। यहाँ शीतल छ। किन त्यहाँ गर्मी? यहाँ गर्मीले पाकिसक्यो। अब बल्ल अलि शीतल भयो। ट्रेनभित्र पनि ट्राफिक जाम। म त हो 4 टाइम सुत्ने हो क्या हो? सुत्ने पैसा तिरे हो? सुत्ने पैसा तिरेको हो। खाजा खाएर सुत्ने, खाना खाएर सुत्ने, राति दिउँसो खाजा खाएर सुत्ने, अनि फेरि बेलुकी खाना खाएर सुत्ने। कता गइन् सोल्तिनी? कता हो खै देख्दिन त। सुत्ने हो भाइ, सुत्नलाई ल्याएको हामीलाई। कता हो? कता हो? कुन ठाउँ हो भाइ? गङ्गा नदी रे। ट्रेनमा खाना खाँदैछौँ। त्यसो गर्न यसरी बिचार ठिकै रहेछ। दाल राइस करी छ, अचार अरे, अनि त्यो रोल गरेको चाहिँ रोटी हो। ट्रेनमा सुतेको हबिगति, सुत्दै उठ्दै खाँदै सबजना माथि माथि माथिबाट कोही घटबाट सुतेछन्, कोही तर्केछन्, कोही उता सुतेछन्। अनि यहाँ चाहिँ हामी दिदी बहिनी सुतेछौँ। जम्मै सामानहरू सिटमुनि छन्। दिउँसो बिहान रातिदेखि सुतेर उठ्यो, बिहान खाजा खायो, फेरि सुत्यो, अनि फेरि खाना खाइयो, अब फेरि सुतेको। चिया खाइयो, भिडियो हेर्दै कानमा। अब कानपुर स्टेसन क्रस गरिँदैछ। दिनभरि बिहानभरि सुतेर केही थाहा पाइएन। ल यता ठुलो प्लेटफर्म पो रहेछ कानपुरको। बजार चाहिँ देखिँदैन, तर यो ट्रेनको लाइन रहेछ। ट्रेन ट्र्याक
निकै ठुलो रहेछ ल जोगबनीबाट हामी भर्खर निस्केर दिल्ली आइपुग्यौँ दिल्लीबाट अब हामी हरिद्वार पुग्यौँ तथात मथात गरेर निस्क्यो जो भिड ट्रेनबाट निस्केको मान्छेको भिड ए भाला यो यता हेर्नु है कति भिड हो यस्तो एउटा ट्रेनबाट निस्केको मान्छेहरू माइ गड दिल्ली ट्रेन स्टेसनको नजिक डिनर खानलाई जाँदैछौँ हामी जोगबनीबाट 25 घन्टामा यहाँ दिल्ली आइपुग्यो अनि यहाँ भक्कै डिनर खान लागेको सबैजना तेरो खाना आइले यहाँ राख्दै भाइ लालीलाई के राख्दैन के गर्ने हो ल गङ्गा यता कस्तो छ खाना स्पेसल छ साबु कस्तो छ सावित्रा कान्छी बहिनी त बहिनी नाम के हो भाइहरू पक्का छन् भाइहरू निजामुद्दिन ट्रेन स्टेसनको अगाडि मटका चिया ल अहिले हाँस्नु न हरिद्वारको ट्रेन चढ्न जाँदैछन् झोलो पुन्द्रो बोकेर बग्नु बग्नु तपाईँ नजान्न बिहानको 2:30 बजिरहेछ हामी हस्रत निजामुद्दिन रेलवे स्टेसन दिल्लीबाट हरिद्वार जाँदैछौँ यहाँ ट्रेन तिरेर बसिरहेको सबैजना ट्रेनको प्रतीक्षामा बसिराख्नु भएको यहाँ अरू मान्छेहरू पनि सामना छ अनि यहाँ आज एकदम गर्मी थियो यसरी ठुलो पानी परेर शीतल भएको छ ल आर्मीको झोला किनेको बसेर यहाँ रेडी छौँ है हामी यहाँ सब रेलको
त परबाट आउँदैछ ल हाम्रो ट्रेन आउँदैछ है ल छुप 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 हरिद्वार अब हामी हरिद्वारबाट यमुनोत्री दर्शन गर्न जाँदैछौँ। ल अब हिँडियो बिल्ला पनि पाइयो है 4 धामको। गंगा मैया की हरिद्वारको नुहाउने सराते गर्ने पूजा गर्ने ठाउँ। कस्तो भिड नि आमामा मान्छेहरू भोलि आउँछौँ त हामी। मान्छेहरूको भिड रहेछ। ल 15 दिन अगाडि आएको दक्ष प्रजापतिले होम गरेर त्यो शिवको बुढी सती त्यहाँ आगोमा मरेको यही रहेछ क्या हरिद्वारमा। हरिद्वार काटेर हिँडियो अब। यहाँ त्यो पनि छ त्यो होम गरे ठाउँ। आज वेदर भी अच्छा हो गया, अभी गर्मी पड़ रही थी। हरिद्वारको के यो हर की बॉडी पानी गंगा गंगा नदी। यो साललाई भयो अब अर्को साललाई धेरै हाइट छ क्या कति छ गंगा नदी हरिद्वार अब हरिद्वार गंगा नदीको गंगोत्री नदीमा तपाईँको अनि होटल पनि रहेछ। ल होटल सूर्योदय अरे क्यान्सल गर्यो भने पैसा आउने जाने भक्तजनहरू बस्ने ठाउँ। बस को टिकट काटना होला। छुटेपछि काटेर अब हामी एमएनएत्री हिँड्दैछौँ। यो सबै भक्तजनहरू यहाँ आनन्दले थाकेर बस्नुभएको छ। चिया पानी खाएर आनन्द गरेर यहाँ दाईहरूले चाहिँ श्राद्ध गरेर नि आइसक्नु भयो। मनोकामना पुरा गर्नुभयो। ल हामी चाहिँ जाँदैछौँ है। ल सबैजना रमाइलो गरेर आउनुपर्छ। मनको इच्छा कामना पुरा गरेर होइन। मन्दिरहरू रहेछ अनि धर्मशालाहरू रहेछ। मन्दिर बाटोमा आज त अहिले त्यही हो।
देहरादुनको अतिथि रेस्टुरेन्टमा खाना ल्याउन आइपुग्यो। देहरादुनको अतिथि रेस्टुरेन्टमा अब दिन लन्च सुरु भइरहेको छ। यहाँ अतिथिहरू भकाएर यहाँ खानाको प्रतीक्षामा हुनुहुन्छ। मैं तितलियों के पीछे भागूं, मैं जुगनुओं के पीछे जाऊं, ये रंग है वो रोशनी है, तुम्हारे पास दोनों लाऊं, जितनी खुशबू बाग में मिले, और जितनी खुशबुएं बाग में मिले, वहाँ पे कि तुम हो जहाँ जहाँ पे कल्ब करूँ, मैं तुमसे का बनाऊँ आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर, सबको मालूम है और सबको खबर हो गई। सबको मालूम है सबै निक्लेर म त निक्लिदिन्छु है। ल सुरु भयो अब चाहिँ बाटो अब सुरु भयो। ठीक-ठाक बज रहे हैं ना, तुम्हें पसंद आ रहा है ना? इसी का भी हमने 90s का 90s का बिहानको 4 बजे उठेर हामी यहाँ मनोत्री कि मनोत्री रे के त्री रे हामी बिहान 3 बजे उठेर 3 बजे उठेर अनि यमुनोत्री जानलाई हिँडेर यहाँ आएको। 3 बजे उठेर तल होटलबाट 3 बजे उठेर हामी यहाँ गाडीमा 30 किलोमिटर माथि आएर हिँड्दै यमुनोत्री जानलाई यहाँ आइपुग्यौँ। अब यहाँबाट हिँडेर जाने अरे।
यताबाट हिँडेर हामी जाडो मानेर बसिरहेछौँ। यहाँ बच्चा भाइहरूले यहाँ भाँडा माझेर बसिरहेछन् चिसो पानीमा। त्यहाँ पुग्नलाई घोडामा जानु पर्यो कि मान्छेले डोकोमा बोकेर जानु पर्यो। यस्तो डोकोमा त्यहाँ जानु पर्यो। ऐसे पर के जाना है। हिमाल चढेर आएको मेरो नेत्री पुग्न आएको। अब कतिको हिँड्न सकिन्छ यी लत्ती बोकेर हिँडेको छ होइन। अन्धभयो चाहिँ सक्नेले चाहिँ हिँडेर जाने, नसक्नेहरू चाहिँ यस्तो घोडा अनि मान्छेले बोकाएर आउने सबैजना मान्छे बोक्नलाई रेडी छ। बोकेर यहाँ बस्ने अनि बोकेर भाइहरूले बोकेर लैजान्छ। नसक्नेहरू चाहिँ घरमा सर्ने, अर्को नसक्नेहरू चाहिँ यसरी डोकोमा होइन उता फर्काउनु त भाइ डोको कस्तो छ त्यहाँ बसेर जाने। नसक्नेहरू चाहिँ घोडामा कोप्रामा डोकोमा बाटोमा टन्न पाउँदो रहेछ। नो प्रब्लम। जति सक्छ हिँड्यो, नसकेपछि बिचमा हायर गर्ने चढ्ने। हामी त्यहाँ तलबाट सूर्य र यमुनोत्री जाने बाटोमा हिँड्दैछौँ। 35 किलोमिटर हाइटमा रहेछ। त्यहाँ बिचमा हिँड्न नसक्नेहरूलाई डोकोको व्यवस्था यसरी मान्छे बोकेर घोडा अनि लट्ठी किन्नु पर्ने रहेछ। तीर्थालम्बीहरूको भिडियो छ, बिचमा पाइराख्दो रहेछ। सकेन भने यस्तरी बोक्ने पनि बिचमा ल्याउँदो रहेछ। जहाँ पनि पाउँदो रहेछ। बिचमा चिया खाजा खाने व्यवस्था, रेस्ट हाउस सम्पूर्ण चिजको व्यवस्था रहेछ। बिचमा बस्ने ठाउँ, हिँड्न सक्ने हिँड्ने, सके लट्ठी बोकेर हिँड्ने, सकिएन भने चाहिँ डोकोमा चढ्ने, घोडा चढ्ने। यसरी मजाले चढेर पुर्याइदिन्छन् हाम्रा दाजुभाइहरूले। बलिया दाजुभाइहरू जिन्दाबाद होइन। खाजा तन्न रहेछ। हाउ आर यु भाइ?
दोकानै दोकान चिया पसल रेस्टिङ प्लेस ह्याप्पी यसरी आनन्दले चढेर हिँड्नुपर्ने व्यवस्था पनि रहेछ ल बाटो चाहिँ पानी परिराख्ने भएर हाइटमा भएर अलि नराम्रो रहेछ तर पनि विडम्बनाको कुरा चाहिँ के छ भने यो घोडा अनि यो मान्छे बोक्ने अनि ऊ यस्तो डोलीमा बोक्ने सबै हाम्रो दाजुभाइहरू अनि चिया पसल पनि दाजुभाइहरूकै थियो हाम्रै नेपाली दाजुभाइहरू डोल्पा रोल्पादेखि आएको भन्नुभएको थियो सकेन भने सोधिराख्दो रहेछ घोडा चाहियो कि मान्छे बोकेर हिँड्ने कि केही गाह्रो रहेनछ आउनलाई मजाले पाइने रहेछ दुःख छैन रहेछ तपाईँहरू पनि आउनु पर्यो भने घोडाहरू बिचमा तन्न तलबाट आएको खोलाको माथि माथि पहाडतिर खोला गर्दै माथि भाइहरूले हामी भन्दा झन् पहिला पुगेछौँ मान्छे बोकेर हामी भन्दा पनि झन् थाहा मन्दिर पुग्न लाग्यो ल है जोजोलाई घोडासँग भन्नु आहा हामीहरू यमुनेत्रका साथीहरू हामी 4 जना साइड यता पनि हिमाल जय माता दी बरफ नहीं होता यहाँ सुस्तेर बसेको छ खाने बस्ने ठाउँ रहेछ दिदी यता हेर्नु त कोक्रोमा बोकाएर हामी भन्दा झन् पहिल्यै हिँडेर आउँछन् कति बलियाहरू यता साइड लाग हवस् यता हेर्दा यस्तो हिरोहरू सबै पाल घोडामाथि चढेका हिरोइन सब यता हाय
ल ल रेडी सुरु सबले हेर्दाखेरि तपाईँहरूलाई मन्दिर हेर्न नजाएर यहीँ हेरेर बस्दा अरू चाहिँ हिँड्न नसकेर बोकाएर गर्छन् हामी बसेर यताबाट खै नाचेको लट्ठु त फालेर नाच खै नाचेको लट्ठुले यो सेतो घोडा थपी खान्छ छोरीलाई छोरीलाई तिम्रै हो लम्बी भरीलाई त्यो चढेर अझै माथि हिँड्नु पर्ने रहेछ यो चढेर हामी अझै कहाँ पुग्ने हो ल नसक्नेहरू चाहिँ यस्तोमा आउँदैछन् हामी चाहिँ हिँडेर आइयो यस्तो पहाडको खोजबाट समुद्र भन्न आएको खोलाको माथि यसरी हिँडेर आइयो ल यमुनोत्रीको उसमा हिँड्दैछौँ हामी ल यता हेर्नु यता ल यता हेर्नु यता हेर्नु न ल यता हेर्नु है ल ल भयो माथि कहाँ बिना मान्छे साइड जाऊ तिमीहरू हामी हेरेको पल्लो डाँडा कता डाँडाबाट
हिँड्दै हामी उताबाट यहाँ हुँदै छिरेर यताबाट यता उता फनफनी घुमेको बाटोबाट अझै कता पुग्नु छ थाकेर बर्बाद भयो लौरो टेक्दै हेलो यस्तो उकालोमा पनि यस्तो चलाइरहेछन् झन्डै हान्यो खाने पानीको व्यवस्था जय कन्हैया लाल की हाथी घोड़ा पाल की यहाँ लाल की हाथी घोड़ा पाल की जय कन्हैया लाल की हाथी घोड़ा पाल की जय हो सबैको जय हो जय कन्हैया लाल की हाथी घोड़ा पाल की हुई गर्न चाहिँ यहाँ धर्म गर्नलाई दुःख गरेर जानुपर्छ अरे कसरी दुःख नगरी गएको धर्म के धर्म होइन पहाड पुगेर बाटो बनाएको अब पर आइपुग्न लाग्यो जस्तो छ यो चाहिँ हो जस्तो छ तर पनि कन्टिन्यू वकिङ भइरहेको छ सायद त्यहीसम्म होला यस्तो भारी बोकेर पनि आएको छन् हामीलाई हिँड्न गाह्रो भइरहेको छ कोही मजाले सुतेर आएका छन् त्यस्तो बुढो मान्छे गएर आइसकेछ सामान आफ्नो बोकेर आइरहेछन् ल हामी चाहिँ हिँडेरै आछौँ है लत्ती बोकेर मान्छेको सामान पुऱ्याएपछि थाकेर आएको बसेको अब यहाँ हामी मन्दिरभित्र पस्यौँ अब ल घोडा पनि राख्ने ठाउँ त्यहाँ रहेछ टन्न त्यो चाहिँ गेस्ट हाउस पूजा गरेर फर्केका दर्शनार्थीहरू
आराम गर्ने ठाउँ रहेछ मन्दिर छ खोला र पहाडको मोचमा रहेछ त्यो चाहिँ आराम गर्ने घर होला सायद गेस्ट हाउस खोला बग्दो रहेछ बिचमा यमुना नदी होला हामी यहाँ आएको ल हिमालको काखमा बसेको रहेछ चाहिँ हिउँ अहिले पग्लिरहेको रहेछ घाम लागेर हिउँ देखिँदैन खोला मात्रै देखिन्छ मन्दिर हामी यहाँ भित्र दर्शन गर्न जाँदैछौँ यमुना नदीमा नुहाउँदै हुनुहुन्छ चिसो हो कि तातो दिदी पानी हो खान्छ खाला बुलै ओरेको पेटीकोट सल लुङ्गी सबै यहाँ पकाउँदो रहेछन् यहाँ चाहिँ खानेकुरा पकाउने रे तातो पानी आउने रहेछ -1 यमुना नदीमा नुहाउँदैछन् मान्छेहरू ल भक्तजनहरू कोहीले नुहाइसके कोही नुहाउँदैछन् भाइ साहब एकछिन फोटो खिच्छ सरी ल यमुना नदीको पानी हो यमुना नदीको पानी यतिकै हेर्न बाहिर गहिरो छ बिहानदेखि 6 किलोमिटर उकालो हिँडेर आएको म चाहिँ यतिकै हिँड्नलाई हिँड्न पनि हुन्छ अनि हेर्नु पनि हुन्छ भनेर मात्र आएको साथी पाएको मौकामा अरू बेला यतिकै एक्ला आउन पाइँदैन सकिँदैन पनि यत्री दर्शन गरेर आउनुभयो राइनी भन्छन् राई मरेर गइसक्यो मलाई फक्कैमा राइनी भन्छ त्यस्तै जस्तो भन्छ तपाईँहरू दर्शन गर्न आउने म चाहिँ तर हामीलाई आउने भन्न जाने झन् धेरै भिड हुँदो रहेछ बाफरे हेलो
एक लाइन भएर आउनु ल एक लाइन जानेहरूको घुइँचो ल ट्राफिक जाम भयो ल ट्राफिक जाम अरे बाबुजी दर्शन गरेर फर्किनेर जानेको भिड चलो ना आंटी आगे बढ़ो क्या कर रहे हो इधर प्लीज ओ नहीं है रास्ता नहीं है तो क्या करूं इतना चौड़ा रास्ता है फोटो लेते रहो ये घोड़ा है ना हटो आगे से फर्केर आएको खोलाको माथि माथि परामा बाटो रहेछ कि कस्तो डर लाग्दो बल्ल बल्ल आइयो ल फर्केर आएको झर्नेको रोइरो छ यहाँ हाम्रो दिदी आउँदै हुनुहुन्छ ल यता यता बाय 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 गाते हुए गए थे गाते हुए आ रहे हैं हाँ फेरि गाउँ छिटो गाउनु यहाँ भिडियो हुँदैछ ल ए मन त भरङ्गै ल नाच नाच ए खालीवाला नाच्यो होला भाङ्गो देख्ला नाङ्गो माछा पक्कै जाल जाल काट्यो पक्कै जाल जाल काट्यो कताले माछाले सिया पकडेको फोन